हेर्नु साथीहरू, आँटा मैले मोसिसके। अब यो गाईको लागि यो चुलोमा चढाउनको लागि पकाइहालेँ। अब चाहिँ म पकाउँदैछु। अब एक हातले भिडियो र बनाउन त सकिँदैन। अब यति हेरिसकेपछि एकैचोटि छानेको तेलमा जुन झाङ्छु नि त्यो छानेको चाहिँ हेराउँछु साथीहरू। हेर्नु साथीहरू, मेरो पोडी तयारी हुँदैछ। हेर्नु, हेर्नु साथीहरू, तेलमा हाल्न बित्तिकै कसरी पोडी माथि आउँछ, कसरी फुलेर माथि आउँदैछ। हेर्नु, अर्को साइड पनि पल्टाइसके। कोही कोही त भन्छ मेरो सेतो पुरी हेरेर काँचो छ, तर काँचो हुँदैन कि, एकदम राम्रो हुन्छ। हेर्नु साथीहरू, मेरो पुरी सबै तयारी भइसकेको छ। हेर्नु कति सफ्ट हुन्छ मेरो पुरी। हेर्नु त कति सफ्ट हुन्छ। यो दाल भरेर बनाएको छु, यो बिना दालको छ नाति बाबुहरूको लागि। यो चाहिँ गहुँ र चामलको चाहिँ बनाएको छु, चामलको पनि भित्र हालेको छु। टिकटकमा हेरेको बिना शाहले बनाउँदैछ। पहिला यो माथिबाट यो भित्रबाट चामलको पिठो राखेर त्यसको भित्र दाल राखेर अनि 4-5वटा मैले त्यसको स्टाइलले पकाएको हेर्छु खानामा कस्तो लाग्छ। मेरो त यो एकदम राम्रो हुन्छ स्वाद। अब यसको पनि म ट्राई गर्दैछु कस्तो लाग्दैछ। अनि मेरो भिडियो तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नुहोला, लाइक गर्नुहोला, राम्रो छ भने सेयर गर्नुहोला। जय श्री राम।